अमेरिकातिर के कस्तो भइरहेको छ फलफुलहरू भनेर छिर्दैछु। ला हेर्छ त यो मेवाको बोटलाई त फेरि शीतले खाइदिनु लागेको छ त। यसलाई ओत हालिदिनु पर्ने भयो। अलिअलि यसो फलफुल के होला के भन्यो सबै के गराउँछ मुसा। आहा अम्बा पनि बाँकी रहेछ। शीतले खाएको अम्बा त मिठो हुन्छ नि त फेरि। अम्बा आफ्नै बारीको साथीहरू आफ्नै बारीको अम्बा अब सिद्धियो लास्ट झन् मिठो हुन्छ नि त। यो हेर्नुहोस् न साथीहरू अभोकाडोको बोट यत्रो ठुलो भइसक्यो फल्ने बेला फल्दैन। यसलाई गर्नुपर्ने चाहिँ के होला ल साथीहरू थाहा हुने साथीहरूले सजेसन दिनुहोस् त मलाई। त्यो चाहिँ हाम्रो स्ट्रबेरी अम्बा अहिले पालि 2-3टा फल्यो मिठो हुँदो रहेछ। तर अब अर्को पालि त टन्नै फल्छ होला। यहाँ हाम्रो अम्बाको बोटमा चराले यस्तो मजाले गुड पनि बनाएको छ। यो चाहिँ आँपको बुट्टा सानै भए पनि बगैँचामा सबै थरी रोपेको छ हामीले चाहिँ सब्जी खानको लागि। इस्कुस पनि रोपेको छ उहाँ एभोकाडोको टुक्रामा गएर बोलाएको टिप्नलाई शास्ति। यो अनारको बुटो पनि त्यस्तै सुकेर गयो। तपाईँले हाम्रो यो गोजबेरी फलेन। और हामीले कति धेरै खाएको यसमा गोजबेरी अहिले पालि फलेन। यो पनि वर्ष बिराएर फल्ने हो कि के हो। द्राक्षको बोट पनि एउटा रोपेको छौँ। हेर्नुहोस् त कस्तो राम्रो ग्रोथ भयो। अब अर्को वर्ष त द्राक्ष पनि फल्छ होला।